आज म हजुरहरूलाई महाभारतले दिएका महत्त्वपूर्ण 10 ज्ञानहरू यो भिडियो मार्फत वर्णन गर्न र बताउन गइरहेको छु। सबैले मनन गरेर अन्त्यसम्म भिडियो हेरिदिनु होला र सुनेर साथ दिनु होला। महाभारतले दिएको 10 महत्त्वपूर्ण ज्ञानमध्ये पहिलोमा छ सन्तानको गलत माग र हटमाथि समयमै अंकुश नलगाए अन्त्यमा तपाईँ असहाय हुनुहुनेछ भनेर भनेको छ। यो कौरवले भनेका हुन्। सन्तानको गलत माग र हटमाथि समयमै अंकुश नलगाए अन्त्यमा तपाईँ असहाय हुनुहुनेछ भनेर भनेको छ। वास्तवमा यो सही हो पनि। सन्तानको गलत माग र हटमाथि, हट भनेको आक्रोश माथि यदि तपाईले समयमै अंकुश भनेको रोक्न नसक्नु भएन भने पछि गएर तपाईलाई असहाय बनाउनेछन्, असहाय हुनुहुनेछ भनेर भनेको छ कि कौरवहरूले। किनकि उनीहरूले महाभारतको युद्ध लडेपछि यो बुझेर भनेका कुराहरू। दोस्रोमा भनेको छ सन्तानलाई यति धेरै महत्त्वकांक्षी नबनाउनुहोस् कि विधि दुरुपयोग गरी स्वयंलाई नाश गरेर सर्वनाश आमन्त्रित गरून्। असोतमा सन्तानलाई यति धेरै महत्त्वकांक्षी नबनाउनुहोस् कि विधि दुरुपयोग गरी स्वयंलाई नाश गरेर सर्वनाश आमन्त्रित गरून्। छोराहरूलाई यति धेरै महत्त्व यति नगर्नुहोस् कि विधि उसले विचार र विधि दुरुपयोग गरी आफ्नो भएको सबै कुराहरू दुरुपयोग गरी स्वयंलाई नाश गरेर स्वयं विधि दुरुपयोग गरी स्वयंलाई नाश गरेर सर्वनाशै गरिदिउन्। आफ्नो सबै सर्वनाश नगरून् भनेर त्यही भएर सन्तानलाई यति धेरै महत्त्वकांक्षी नबनाउनु भनेको छ। तेस्रोमा भनेको छ तपाईँ जतिसुकै बलवान भए तापनि अधर्मको साथ हुनुहुन्छ भने तपाईँको विद्या, अस्त्र, शस्त्र, शक्ति, वरदान सबै निष्फल भएर जान्छ। यो कर्णले भनेका हुन्। तपाईँ त्यही भएर भनिन्छ, त्यही भएर भन्ने गरिन्छ सधैँ सत्यको साथ दिनुहोस्, सत्यमा हिँड्नुहोस्, सत्य अँगाल्नुहोस्। सत्य नै सबैको परोपकार हो भनेर त्यही भएर भनेको हो। त्यो यही महाभारतले दिएको महत्त्वपूर्ण ज्ञानहरू हुन्। तपाईँ जतिसुकै बलवान भए तापनि अधर्मको साथ हुनुहुन्छ भने मेन कुरा यहाँनिर हो। तपाईँ असत्य भएर पनि तपाईँ बलवान जति बलवान भए तापनि तपाईँ अधर्मको साथमा हुनुहुन्छ भने तपाईँको विद्या, अस्त्र, शस्त्र, शक्ति र वरदान निष्फल भएर जान्छन्। यदि तपाईँ अधर्ममा हुनुहुन्छ, कुबाटोमा हुनुहुन्छ, कुसङ्गतमा हुनुहुन्छ भने तपाईँको शक्ति, तपाईँको अस्त्र, तपाईँको वस्त्र, शक्ति, वरदान सबै निष्क्रिय र निष्फल हुन्छन् भनेर भनेको छ। यो कर्णले भनेका हुन्। 4 नम्बरमा भनेका छन् कहिले कसैलाई यस्तो वचन नदिनुहोस् कि अधर्मीको अगाडि समर्पण गर्न परोस्। कहिले कसैलाई यस्तो वचन नदिनुहोस् कि अधर्मीको अगाडि समर्पण गर्न परोस्। कुनै पनि अधर्मी मान्छेको अगाडि आफूले समर्पण गर्न नपरोस्। आफ्नो आत्मविश्वास, आफ्नो गल्तीका अगाडि आफूले सही भएर गलत मान्छेको अगाडि आफूले झुक्न नपरोस् भनेर अधर्मीको अगाडि, कुकर्मीको अगाडि हामीले नझुक्न परोस् भनेर भीष्म पितामहले भनेका छन्। यो तपाईकै महाभारतले सिकाएका ज्ञानहरूमध्ये 4थो नम्बरमा पर्छ। कसैलाई यस्तो वचन नदिनुहोस्, कसैलाई अधर्मको बाटो नसिकाउनुहोस्, कसैलाई अधर्ममा लाग्नु नसिकाउनुहोस् भन्ने उहाँको मूल सन्देश हो। सम्पत्ति, सत्ता र शक्तिको दुरुपयोग दुराचारीको साथले अन्त्यमा स्वयं नाशको दर्शन गराउँछ। दुर्योधनले भनेका छन् सम्पत्ति, सत्ता र शक्तिको दुरुपयोग र दुराचारीको साथले अन्त्यमा स्वयं नाशको दर्शन गराउँछ। महत्त्वपूर्ण कुरा के छ भने सम्पत्ति, सत्ता र शक्तिको दुरुपयोग दुराचारीको साथमा अन्त्यमा स्वयंको नाशको दर्शन गराउँछ भने सत्ता कहिले पनि एकै नाश चल्दैन। सत्ता कहिले पनि एकै हिसाबले चल्दैन। सत्ताको चाबी कहिले पनि एकै व्यक्तिको हातमा हुँदैन। त्यही भएर भनेको छ सत्ता, शक्तिको दुरुपयोग कहिले नगर्नुहोस्। दुराचारीको साथले अन्त्यमा तपाईँको विनाश हुनेछ भनेर भनेको छ।
यो सबैले बुझ्नुपर्छ र सबैले जान्नुपर्ने कुरा हो। यो कुनै पनि आजभोलिका सबै मान्छेहरूले बुझिदिनुपर्ने कुरा हो। 6औं नम्बरमा भनेको छ मुद्रा, मदिरा, अज्ञान, मोह, काम र सत्ता अन्ध व्यक्तिको हातमा दियो भने विनाशतर्फ लिएर जान्छ। धृतराष्ट्रले भनेका छन्। धृतराष्ट्रले के भनेका छन् भने मुद्रा, पैसा, मदिरा, रक्सी, अज्ञान, ज्ञान नभएको, मोह, माया, काम र सत्ता अन्ध व्यक्तिको हातमा दियो भने, अन्ध व्यक्ति भनेको न कुनै पनि क्षमता नभएको, कुनै पनि कामप्रति परवाह नभएको व्यक्तिलाई यदि दियो भने विनाशतर्फ लिएर जान्छ। त्यो मान्छेले त्यो काम, त्यो आफ्नो दिएको जिम्मेदारी उसले विनाशतर्फ लिएर जान्छ भनेर भनेको छ। 7मा भनेको छ, 7औं नम्बरमा भनेको छ यदि व्यक्ति विधा, विवेकले र धर्मले बाँधिएको छ भने विजय अवश्य हुनेछ। अर्जुन, यो सबभन्दा महत्त्वपूर्ण कुरा के छ भने यदि कुनै व्यक्ति धर्मले, विधिले, विवेकले बाँधिएको छ, उसले अर्पण र समर्पण गरेको छ भने त्यो मान्छे जहिले नै सफल हुन्छ, सत्यको बाटोमा हुन्छ र सफल भएरै छड्छ भनेर उनले, अर्जुनले भनेका छन्। 8औं नम्बरमा भनिएको छ हरेक काममा छलकपट र प्रपञ्च रचेर तपाईँ सधैँभरि असफल हुन सक्नुहुन्न। शकुनी पनि महाभारतकै एउटा महत्त्वपूर्ण पात्र हुन्। उनले के भनेका छन् भने हरेक काममा छल कपट प्रपञ्च गरेर तपाईँ सधैँभरि सफल हुन सक्नुहुन्न। एकचोटि तपाईँ छल गरेर सफल हुन सक्नुहुन्छ, दोस्रोचोटि सक्नुहुन्छ, तेस्रोचोटि सक्नुहुन्छ, तर पटक पटक तपाईँ छल गरेर कहिल्यै पनि त्यो लक्ष्य प्राप्त गर्न सक्नुहुन्न, विजय प्राप्त गर्न सक्नुहुन्न भनेर शकुनीले भनेकी छिन्। महाभारतले दिएका यी महत्त्वपूर्ण ज्ञानहरू हुन्। 9 नम्बरमा भनेको छ यदि तपाईँ नीति, धर्म र कर्मको सफलतापूर्वक पालना गर्नुहुन्छ भने विश्वको कुनै पनि शक्तिले तपाईँलाई पराजित गर्न सक्दैन। युधिष्ठिरले के भनेका छन् भने यदि तपाईँ नीति, धर्म, कर्मको सफलता र पूर्वक पालना गर्नुहुन्छ भने विश्वको कुनै पनि शक्तिले तपाईँलाई पराजित गर्न सक्दैन। कुनै पनि शक्ति आओस्, नीति आफ्नो हुनु पर्यो, धर्म, कर्म र आफ्नो पूर्व पालना गरेर हिँड्नु पर्यो, आफ्नो धर्म र कर्ममा हिँड्नु पर्यो, आफ्नो कर्तव्य हुनु पर्यो, काम हुनु पर्यो। तपाईँलाई कुनै पनि विश्वको कुनै पनि गलत शक्तिले तपाईँलाई हराउन सक्दैन। तपाईँ सही बाटोमा छौ भने तपाईँलाई कुनै कति शक्ति आए पनि हराउन सक्दैन भनेर युधिष्ठिरले भनेका छन्। 10औं नम्बरमा भनेका छन् परिवार, छोराहरू कुन बाटोमा हिँडिरहेका छन् विचार नगर्नाले, असत्यलाई बेलैमा बुझेर नरोक्नाले आफ्नो वंशनाश हुन्छ। गन्धारीले के भनेका छन् भने परिवार, छोराहरू कुन बाटोमा हिँडिरहेका छन् विचार नगर्नाले, असत्यलाई बेलैमा बुझेर नरोक्नाले आफ्नो वंशनाश हुन्छ। असत्यलाई यदि तपाईँ लिएर हिँडिरहनुहुन्छ भने, तपाईँ बुझेर हिँड्नुहुन्न भने, यदि तपाईँ गलत बाटोमा हिँडिराख्नु भएको छ भने, यदि असत्यलाई बेलैमा सन्तानको असत्यको बाटोमा तपाईँले अङ्कुश लाग्नु सक्नु भएन भने उसले वंशनाश गरिदिन्छ भनेर गन्धारीले भनेका छन्। आज यति भनौँ, यो हो महाभारतले दिएका महत्त्वपूर्ण 10 ज्ञानहरू। सम्पूर्ण साथीहरू सुनेर साथ दिनुहोला भन्दै छुट्टिन्छु। नमस्कार।